अन्तर्जातीय विवाह गरेका नेपाली चर्चित कलाकारहरू यश कुमार र रीना शाही। यश कुमार र रीना शाहीले अन्तर्जातीय विवाह गरेका हुन्। यश कुमार दलित समुदायबाट आएका चर्चित गायक हुन् भने रीना शाही क्षेत्री परिवारकी हुन्। उनीहरूको सम्बन्धले समाजमा सकारात्मक सन्देश दिएको थियो। जीवन भट्टराई र जुनु विश्वकर्मा। जीवन भट्टराई र जुनु विश्वकर्माले अन्तर्जातीय विवाह गरेका हुन्। जीवन ब्राह्मण परिवारबाट हुन् भने जुनु दलित समुदायकी हुन्। उनीहरूको सम्बन्ध प्रेम र समानताको उदाहरण बनेका छन्। शान्तिश्री परियार र शशि छेत्री। शान्तिश्री परियार र शशि छेत्रीले अन्तर्जातीय विवाह गरेका हुन्। शान्तिश्री दलित समुदायकी हुन् भने शशि छेत्री उनीहरूको सम्बन्धले प्रेम नै सबैभन्दा ठूलो कुरा हो भन्ने देखाएको छ। राजेश हमाल र मधु भट्टराई। राजेश हमाल र मधु भट्टराईले अन्तर्जातीय विवाह गरेका हुन्। राजेश हमाल क्षेत्री परिवारका हुन् भने मधु ब्राह्मण परिवारकी हुन्। उनीहरूको सम्बन्ध नेपाली फिल्म क्षेत्रकै सम्मानित वैवाहिक सम्बन्धमध्ये एक मानिन्छ। भुवन केसी र सुस्मिता बोम्जन। भुवन केसी र सुस्मिता बोम्जनले अन्तर्जातीय विवाह गरेका हुन्। भुवन क्षेत्री परिवारका हुन् भने सुस्मिता तामाङ समुदायकी थिइन्। उनीहरूको विवाह नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित बनेको थियो। मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदी। मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदीले अन्तर्जातीय विवाह गरेका हुन्। मदन कृष्ण नेवार समुदायका हुन् भने यशोदा ब्राह्मण परिवारकी थिइन्। उनीहरूको सम्बन्धले प्रेम र विश्वास सबैभन्दा ठूलो कुरा हो भन्ने सन्देश दिएको थियो। प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी। प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीले अन्तर्जातीय विवाह गरेका हुन्। प्रियङ्का क्षेत्री परिवारकी हुन् भने आयुष्मान नेवार परिवारबाट आएका हुन्। उनीहरूको सम्बन्धलाई आधुनिक सोच र प्रेमको प्रतीक मानिन्छ।